साथीहरुहरू भन्दिन आज त म हेलो गाइस भन्नु पर्यो गाइस भनेर सिक्नु पर्यो अब चाहिँ म चाहिँ यहाँनिर है खाना बनाउँदैछु प्याजे बनाउँदैछु है लु हेर्नुहोस् है साथीहरु यहाँ एकदम प्याजेको मसला चाहिँ यहाँ रेडी भइसकेको छ हो यो प्याज चाहिँ डुङडुङे र प्याज हो लु हेर्नुहोस् है म अब बनाउँदैछु एकदम मेरो तेल हेर्नुहोस् त कस्तो गरम भइसकेको छ हो यहाँ चाहिँ हाले मैले प्याजे है त्यसरी हाल्दैछु हो साथीहरुहरू चम्चीले गरेको है हात साह्रै उयो हुन्छ नि त कि त्यो चाहिँ हो यसरी हाल्दैछु है कतिवटा जाँदो छ है दुईटा यो चाहिँ डुङडुङे र प्याजको है एकदम मिठो हुन्छ साथीहरु डुङडुङे र प्याज चाहिँ ल तीनटा भयो एकैछिन साथीहरु यहाँ हेर्नुहोस् त यो चाहिँ फ्राई हुँदैछ मज्जाले हो यसरी फ्राई हुँदैछ मलाई चाहिँ फेरि प्याज चाहिँ रातो रातो भएको मनपर्छ है किनभने यो उयो गरे भने चाहिँ फेरि बाहिर पाकेको हुँदैन नि त भित्र हो अनि त्यो भएर चाहिँ म त्यसरी नै अलिक रातो रातो नै खर्राएर बनाउँछु है तपाईहरुले चाहिँ कस्तो बनाउनुहुन्छ है यो आफ्नो आफ्नो छ है पारा चाहिँ हो मेरो चाहिँ प्याज बनिसकेको छ यहाँ हेर्नुहोस् होला है यस्तो भएछ है आउनुहोस् है साथीहरु जो जो छेउमा हुनुहुन्छ खानको लागि